हेलो साथीहरु, सम्पूर्णलाई नमस्कार। स्वागत छ मेरो सानो ब्लग भिडियोमा। आओ साथीहरु, आज म तपाईलाई गोर्खालीलाई बारिशका समयमा गाडी धुन कति फाइदा कति घाटा हुन्छ भन्ने बारेमा बताउने छु। भिडियो अन्तिमसम्म हेरिदिनु होला। हेर साथीहरु, यी सबै गोर्खालीले धुने गाडी बिहान 4 बजे आउँछ होइन साथीहरु। 4 बजे अधार एउटाइकन गाडी धुन लागिरहन्छन् गोर्खाली। मेरो काम मिल्न पनि मुस्किल छ हजुर। गोर्खालीले सब गाडी कब्जा गरेर गाडी धुनलाई कामै मिल्दैन कि साथीहरु। गाडी धुने भनेर खोजिरहेको थिएँ, मिल्दैन। यी सब हेर साथीहरु, तल ठेक्कादेखि थुप्रै हेर टुप्पासम्म सब गोर्खाली हुन् धुने। लागि जाँदा बिहानै 4-3 बजे। अहिले त बारिशको समय, 2-3 दिन भयो बारिश आउन लागेको। नक्नाको गिल्ला खाल्यो, पानी हाल्यो, फस्क्यो। अहिले त साथीहरु गोर्खालीलाई गाडी धुने गोर्खालीलाई त फाल्छ गाडी धुइलाई। 4 घण्टा लाग्ने गाडी 2 घण्टामै सकेर फस्किजान्छन् आज भोलि। एक त साथीहरु सुरत गाडीको भाउ कोही 300, कोही 400, कोही मरी 500 दिधान। यस्तै छ न कामको भाउ। अरे हेर साथीहरु, कोही लागेकै छन्, म त अब भाइग्या। यस्तै छ परदेशी जिन्दगी। सुख भनौँ भने परदेशी जिन्दगी, दुःख भनौँ भने अब दुःख त छँदैछ साथीहरु। ल त साथीहरु, म चाहिँ घर पुगे। घरभन्दा पनि रुममा पुगे। अर्को भिडियोमा भेटौँला है साथीहरु। ल साथीहरु, भिडियो कस्तो लाग्यो? भिडियो राम्रो लागे लाइक कमेन्ट गरी च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनु होला। यस्तै अर्को भिडियो ल्याएर आउनेछु। अर्को भिडियोमा मिल्नेछु साथीहरु। बाइ बाइ।